सब गाइज के छ खबर सन्चै हुनुहुन्छ म सन्चै सुट्स विनय साउथ फ्रम बीएमएस ब्लगर स्वागत छ तपाईहरुलाई आज नयाँ ब्लगमा हामी म चाहिँ धेरै पछि आज नयाँ ब्लग लिएर आएको छु मसँग हुनुहुन्छ हाम्रो दोस्त एकदम सेन्सिटिभ डिसी सर हजुर हामी के गर्न आएको सर आज भनिदिनु पर्यो यसो मजाले एउटा ब्लग बटरफ्लाईको यो चाहिँ विङ्स स्पान मेजरमेन्ट थियो गर्न आएको हो ए हामी चाहिँ प्र्याक्टिकल गर्न आएको जुलोजीबाट पुतलीहरूलाई छोप्ने अनि तिनीहरूको चाहिँ विङ्स यो स्पान मेजरमेन्ट गर्ने भनेर चाहिँ हामी ग्रुपमा आएका छौँ म ग्रुपमा देखाउँछु तपाईहरुलाई हामी 6 जना हैन 8 जना आएका छौँ 6 जनाको ग्रुप हो पनि 8 जनाको ग्रुपमा यो बोटनी गार्डन के रे बोटनी डिपार्टको पछाडी हैन पछाडीपट्टि उतापट्टि हाम्रो दिनेशजीले चाहिँ के रे जाली समातेर जाली भन्दा पुतलीलाई चाहिँ के भन्छ त्यसलाई के गरे त्यसको के भन्छ दिनेश सर दिनेश सर यसको नाम के रे यसको नाम के रे स्विप नेट हो स्विप नेटले चाहिँ अब हामी बटरफ्लाई कलेक्सन गर्ने अनि त्यसपछि त्यसको विङ्सलाई मेजरमेन्ट गर्ने यता हाम्रो दोस्त एलिना राणाजी यता भूमिका दिदी हुनुहुन्छ उता नयाँ चुनौती दोस्त हुनुहुन्छ ल यता ह्यान्डसम दोस्त हुनुहुन्छ यता अब के अरे बटरफ्लाई चाहिँ 5 वटा कलेक्सन गर्नुपर्ने हामीले ल एउटा छोप्यो क्या छोपियो भन्दा उडिहाल्यो उडिरहेको छ यसलाई कलेक्सन कहाँ गर्ने एउटा चाहिँ हाम्रो के अरे बटरफ्लाई कलेक्टेड भइसकेको छ अब यसलाई त्यो मार्क्स बनायो होइन यता हाम्रो के अरे दिपेन चाहिन्छ के त्यसमा सरले चाहिँ कहिले चुरोट खाने होला बटरफ्लाई देखेको यहाँ भित्र सिर्दियो यो त आफै एउटा बटरफ्लाई चाहिँ कलेक्टेड भइसकेको छ अलि नजिकबाट देखाउनु सक्छ त्यसको पार्ट यता अब इन्भेलप पनि बन्दैछ कसरी अट्याच गर्ने यता दोस्रो बटरफ्लाई पनि कलेक्टेड भएको छ उडिरहेछ बिस्तारै दोस्रो बटरफ्लाई पनि कलेक्टेड भयो बिस्तारै अब यसको पनि हामी कलेक्ट गर्छौँ यता अर्को तेस्रोको पछाडि बिस्तारै तेस्रोको पछाडि खै बिस्तारै यो त पहेँलो छ यार एउटा पहेँलो छ यसलाई चाहिँ एउटा क्याप्चर गरिहाल्नु एउटै फ्यामिलीको अब तेस्रो हाम्रो अनसक्सेस भयो त्यसपछि कता गयो अर्को ब्यागलाई एउटा ठाउँमा राखेर त्यो निकाल्न नि सक्छ 5 वटा मध्ये हामीले जम्मा 3टा मात्र छोपेको छ अहिलेसम्म 2टा बाँकी नै छ हामी भौताएर राजु छोप्नको लागि दोस्तो यार कस्तो ह्यान्डसम भने यार मलाई त पुरा जान लागिसकेको छ अब के छ साथी ठिक छ सर ठिक छ के गर्नु र पढाइदेखि कस्तो भइरहेको कस्तो यहाँ आयो पछाडि यार याबजेट भित्री भर्जन खेतमा यहाँ राम्रो खेत रहेछ यार दिपेन सर पाउनु भयो ए यहाँबाट यताबाट माथि जाउँ न यताबाट यहाँबाट माथि जाउँ यहाँको चाहिँ मैले चाहिँ 5 वटा मैले चाहिँ एउटा बनाइरहनु भएको छ होइन त्यसका छोड्यो होला फेरि यहाँ छ त गाजी 2टा एउटा मात्रै छ खै ल्याउँला यहाँबाट हाल्ने आज सबलाई ट्याग गरेर हाल्ने फेसबुकमा को हुनुहुन्छ हजुर अरू के छ त हजुर खबर भन्नुहोस् न त मेरो ठिक छ यहाँ के हो यस्तो भइरहेछ त्यहाँबाट राम्रो हुन्थ्यो यार आइफोनबाट यो यतातिर नजाम होला यार यो बोटानी उ त्यो हाम्रो जुलोजी होइन राजा त्यो जुलोजी होइन उ त्योवाला डिपार्ट यता भित्र छ यो माइक्रोबायोलोजी थियो जुलोजी यताभित्र हो कि यो बोटनी हो कि होइन यहाँ अहिले पुतली नै आइरहेको नि त हो साथीहरु 2टा पुतली बाँकी नै छ अपडेट गर्न आउनु पुरा बढिरहनु केटाहरू कहाँ ओ अरुण सर आउनु भएको छ अहिले अब अरुण सरले चाहिँ अब देखाउनु जस्तो लाग्यो ल हामी छोपिराख्छु दोस्त तिमी आउनुसम्म ल आउँदो हामी छोपिराखौँ के छ त साथीहरु यहाँ के हो पुरा सिरिन्ज पनि राखेँ अन्त यार यहाँ मान्छेले यस्तो
गर्ने कि त अब हरेक थरी आउँछ नि त पढाइको लागि भनेर आउँछन् है पछाडि या त फर्स्ट टाइम आएको यार पछाडि आज ल यहाँ त प्रसाद पनि चढाएर रहेछ त 42 बाखा अँ जाम तल 3 वर्षसम्म सकिहाल्ला यार काम सकिहाल्छ नि तल गएपछि दिन मात्र त हो 5 वर्षसम्म खुल्ला हुन्छ यहाँ त त्यो जाम पैसा पनि दिनुपर्छ नि पैसा दिनुपर्छ 12 म त पैसा राखेँ नि त त्यो मेरो आइन्छ यो पुरै यार यहाँ त यार पैसा नि तपाईँसित हँ क्यास छैन छैन मसँग मसँग इस्यु छ त इस्यु हो कि म तम्रो दिएर आउनु त अहिले मसँग पैसा छैन कस्तो अहिले कति छैन मसँग यार कल घर काम चाहिँ छैन तपाईँ बाइक बनाउनु पनि छैन काम त छैन आज जाम आज बाइक बनाउनु पर्ने ए यसमा हाल्यो हुन्छ यार सिधै खाम त रहेछ अलरेडी नि यही खाममा हाले भयो त यहाँ पनि छ त खामहरू त्यो पनि जस्तो पाएन यार अरू यो ठाउँमा दिएको बरु होइन यहाँ त पुरा यस्तो ठाउँ आउनु कि अलिक गार्डन हुनुपर्छ गाडीमा एक फोर कहाँ आउँछ त्यहाँ पुतरी भने ल हेर सिसाहरू यार त्यो यार छे यता छ नि बहुत जस्तो यता आउँछ यस्तो हाल्यो हुन्छ नि दोस्त हामी फेरि त घुमफेरि त्यहीँ आयो त यो के हो यार यो त अर्कै हो ल ल यो त छोपिन्छ होला यो सानो छ छोपिन्छ सानो छ ल ल यस यस निशान कहाँ छ अब ऊ छ अलरेडी उधर त खाम खोल ए खाम खोल्यो खाममा च्याट रेडी छ साथीहरु माथि च्याप्पस मात्रै यस्तै पहिला यही छ दे हात तल थिए ए हातले सुन्दैन ल आयो फेरि आयो ल निशाना त हो त्यसरी पहिला एरिया उस गरेर यस 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 यसको राम्रो देखिया छ यो फुट्टा सुट्टा छ मार मार्नुभन्दा अगाडि एउटा फोटो खिचाउनु साथीहरु ए यो त राम्रो छ त ड्रागन फ्लाइ हो ए हो यो पनि गर्यो राम्रो छ त ड्रागन फ्लाइ त माथि त्यो च्याप्पस माथि र त्यसमा पछाडि डोरी हाल्दिने को धेरै टाढा पर्छ कि त्यो उसको लागि मिल्यो त्यो राख्न अँ स्पेसिमेनको लागि नै नमार छोड्दिनु स्पेस घट्ला फेरि यो सुत्दा तीनटा भयो है अझै दुईटा 3टा भयो 2टा बाँकी छ अब हाम्रो भ्लग पनि कन्टिन्यू छ यो ऊ छ यार अर्को वाला ऊ उहाँ छ मार मार्यो पहिला मिट हुन्थ्यो यो यसको यो हैन यो दुधो कतिको मतलब कति गयो थर्ड हो नि थर्ड वान ल राख्नु सर ल गयो ल कलेक्टेड भयो है 2टा बाँकी छ अझ यार तर पिन ल्याएर त्यसमा ट्याप ट्याप सेटअप गरेर राम्रो देखिन्छ अब तपाईँको ग्रुपको भयो कि नत्र भोलि गर्ला हामीले भोलि जाम ल तपाईँ म एक्लै छु यार तना गरिदिन्छु हामी यही हो यही घर लिएर आउनु के छ र नेट के लाउनु यस्तो घर कतिवटा भयो 4 भयो 3 भयो एउटा भागेको थियो त अघि 3 मात्र भयो र यही भागेको हो ओहो केटाहरूले त 2 मात्र बाँकी छन् अब ल हेलो हाई भन्नु हेलो हाई ल हेलो हाई ए बाहिर कहाँ हुन्छ यार त भाइ क्यामेरा किन के मोबाइलको क्वालिटी राम्रो छैन के तिम्रो छैन दि कति छैन हो भने काम चल्छ चल्छ हुन्छ काम पनि चल्दैन के त्यहाँ भिडियोमा हेर्नु नि आइफोन यबाट गएर युट्युबमा भाइरल बनाएर पैसा कमाएर त्यहाँबाट अनि किन्ने हो त्यो किन्ने प्लान छ नि हाम्रो ल ल त्यो सुन्नु पर्यो कि अरूले यार अनि भाइरल गराउँछ नि त्यहाँ साथीहरु के हेर्दैन न आज सबैलाई पठाउँछु ट्याग गरेर म डेली भिडियो लाइक गर्छु भाइ भिडियो हाल्ने बित्तिकै मलाई सेयर गर्छ उसले ओ दिदी लाइक गरिदिनु पर्यो हो अलि सेयर गर्नु पर्यो रामपुरी च्यानल हैन युट्युबमा कति हजार अनलाइन क्लास गराउँछु बड्डा हो त्यो पनि ठिकै हो यार यो युट्युबमा कति हजार सब्सक्राइबर हो कसको चाहिने मोनिटाइजको लागि 1000 भए मोनिटाइज हुन्छ मोनिटाइजको लागि
हजार ठुलो कुरो छैन क्या ए यो त ऊ हो यार ऐसेरो हो पैसा रे त पहाडमा हुन्छ है? खाने दामसँग तपाईँहरूलाई थाहा नहोला यो यिनीहरू त थाहा हुन्न तराईवाला हो नि त त यसो त खाइहाल्छ हामीलाई थाहा हुन्छ दाङमा हुन्छ ऊ त कस्तो दामी उडिरहेको छ त्यहाँ कस्तो केटाहरू के हेर्छन् कि त्यहाँ खै ऊ छोपेर ल्याऊ ओहो छोपेर ल्याइसकेर चौथो यसलाई बनाउन यार यसलाई यार यो भेट्यो छोपै रुक पहिला यसलाई मारिहालौँ एकछिन रोक न चौथो हाम्रो छोपिएको छ यहाँ दामी छ ठुलो छ यसमा राखौँ है यसलाई यो सिल गर्नुपर्ने छ ढुक्कै मऱ्यो यहाँ राख्नु पर्यो अब लास्ट वान एउटा बाँकी छ त्यो ऊ हुन्छ त्यसमा पल्छ है फेरि उड्ला यो फोटोको लागि कति राम्रो छ यसको त आइस पनि छ वाउ टाइप भयो कि यो ल नाइस वान आइस म यहाँ फोटो खिच्छु यो चाहिँ खतरा छ आई स्पोर्टहरू केमा कुन फ्यामिली पर्यो साथी हो छ त अर्को आयो मेगाश्रीको उसमा राख्नुहुन्छ यार ए बुढो मऱ्यो कि ल तलै जान्छ दिपेन्द्र आयो है यहाँ दिपेन तल आयो है यार ल ल बस्छ त्यो अहिले त्यो मरिसक्यो उहाँ बसिरहेको छ त्यो त्यो उड्दैन त्यहाँबाट म पनि तल गएँ है भिडियो बनाउनु अब 3टा 4वटा भइसक्यो एउटा मात्र बाँकी छ कहाँ गयो त्यो उडिरहेछ एउटा मात्र बाँकी छ अब कहाँ गयो यो खास गर्ने हामी यो सिमी भयो है बुझेर होइन ओपन जस्तो दुइटै मिक्स दुइटै मिक्स भयो कि त्यसमा त उ त्यहाँ त्यहाँबाट त्यहाँ पुगिहाल्यो फेरि कहाँ गयो तिमीहरू त्यहीँ बस्छ हामी यहीँ बस्छौँ होइन नेट जहाँ गयो त्यहीँ नेट पास गरौँ पुतली खोजिरहेको पुतलीको डाइभर्सिटी लस भयो हामीले गर्दाखेरि अलिअलि माफ गर्नु होला हामीलाई पुतलीजी खोजीमा छौँ एउटा बसिरहेको छैन यो तिमीलाई भाइरल गरिदिन्छु भन ल ल ल ल ल ल ल बस्नु बस इनर्जी बढिरहेछ कि बस्यो अब ल फुलमा बस्यो फुल झ्याप त्यसलाई पनि त्यही मार्दै फाइनल्ली 5वटा कलेक्टेड 5वटा पुग्यो 5वटा हो एउटा ग्रुपले 5वटा म्यामको कुरा सुन्दैन सबै पुतली लिएर आऊ भन्नु हाई तर कालो देखिरहेको छ यहाँ म मार्दिन ल फाइनल्ली हामीले 5वटा पुतलीहरू कलेक्सन गरिसकेर अब हामी जान्छौँ घरतिर बाई बाई सी यु इन द नेक्स्ट भिडियो